हामी बनाउँदैछौँ गाइज आलु चनाको तरकारी। हेर्नुहोस् हाम्रो इन्ग्रिडियन्ट सबै तयार छ। यता ओइल। अब हामी सुरु गर्छौँ। फर्स्टमा ओइल हाल्नुहोस्। राम्रोसँग फ्राई गर्ने। अब अलिकता पानी एड गर्छौँ। चना पहिले मैले कुकरमा सिटी लगाएर बोइल गरिसकेको छु। हाम्रो आलु काँचो छ, त्यसैले पहिला आलु हाल्छौँ। आलुलाई तपाईँ चनासँग कुकरमा पकाउन बोइल गर्न पनि सक्नुहुन्छ। तरकारी पाक्दैछ, अलि समय लाग्छ किनभने हामीले चना बोइल र आलु काँचो हालेर पकाउँदैछौँ। तपाईँलाई पाकिसकेपछि देखाउनेछु। हेर्नुहोस् भाजी पाकिसकेको छ, तयार छ। अब हामी यसलाई खान सक्छौँ।